सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी संविधानको पार्ट 5 मा छलफल गर्नेछौँ। त्यस्तै मैले पार्ट 1 देखि पार्ट 4 सम्म चाहिँ मैले मेरो अघिल्लो भिडियोमा चाहिँ अपलोड गरिसकेकी छु। यसै तपाईहरुले मेरो भिडियोहरु हेर्नु भएको छैन भने तपाई मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। ल त साथीहरु, आज हामी संविधानको पार्ट 5 मा छलफल गरौँ। त्यसै पार्ट 5 मा चाहिँ भाग 10 पर्छ। भाग 10 मा चाहिँ संघीय आर्थिक कार्यप्रणाली। अब यसमा चाहिँ धारा 116 मा चाहिँ संघीय सञ्चित कोष भन्ने हुन्छ। 16 मा अब संघ सरकारको आम्दानी जम्मा हुने केन्द्रीय सरकारी ढुकुटी संघीय सञ्चित कोष हो। हाम्रो सरकारको आम्दानी जम्मा हुने एउटा ढुकुटी हो यो। त्यस्तै तर संघीय सञ्चित कोषबाट खर्च गर्न चाहिँ संसदको स्वीकृत अनिवार्य हुनुपर्छ अथवा संविधान वा कानुनले अनुमति दिएको अवस्थामा मात्र यो कोषको पैसा निकाल्न पाइन्छ। र यो कोषको व्यवस्था गर्नुको मुख्य कारण के हो भनेपछि सरकार हाम्रो जुन सरकारी पैसालाई एकै ठाउँमा सुरक्षा राख्नु हैन, मन परी खर्च गर्नलाई रोक्नको लागि मात्र यो संघीय सञ्चित कोषको व्यवस्था गरिएको। त्यस्तै धारा 118 मा संघीय सञ्चित कोषमाथि व्ययभार संघीय संसदको स्वीकृत देयका विषयसँग सम्बन्धित व्ययका लागि आवश्यक नपर्ने। यसको मतलब चाहिँ अब फर्स्टमा चाहिँ संघीय सञ्चित कोषमाथि व्ययभार संघीय भने नि त्यसको मतलब के हो भनेपछि संसदले मतदान नगरे पनि संघीय सञ्चित जुन कोष हुन्छ कोषबाट चाहिँ अनिवार्य रूपमा चाहिँ तिर्नुपर्ने खर्चहरूको व्यवस्था किन यस्तो व्यवस्था नै गरिएको। तर किन यस्तो व्यवस्था गरियो भनेपछि किनकि राज्यका महत्त्वपूर्ण अङ्गहरू स्वतन्त्र र सुरक्षित रहन भनेर हो के। त्यस्तै यो विषयसँग देयका विषयसँग चाहिँ सम्बन्धित व्ययका लागि आवश्यक नपर्ने। यसमा के छन् है, केमा राज्यले खर्च गर्दो रहेछ। राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाको रकम। अब राष्ट्रपति र उपराष्ट्रपतिको जुन उपराष्ट्रपतिले यत्रो दिन आफ्नो जुन परिश्रम गरेका हुन्छन् जुन आफ्नो निश्चित खण्डमा त्यसको उनले सुविधा पाउनुपर्छ, त्यसको लागि पनि उनीहरूको लागि पनि रकम छुट्याएको हुन्छ। त्यही नै रकम हो। न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषदका सदस्यलाई दिने पारिश्रमिक तथा सुविधा रकम। अब तपाईले अब यस्तो मैले बुझाउनु भन्नु त केही छैन, तपाईले बुझिसक्नु होला। प्रधान न्यायाधीश र त्यो सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू अनि न्याय परिषदका सदस्यहरू सबैलाई उनीहरूले गरेको जुन यो परिश्रमको फल पनि अथवा तिनीहरूले पाउने सेवा सुविधाहरूलाई छुट्याउनु पर्ने रकम हो यो। प्रतिनिधि सभाका सभामुख र उपसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षलाई दिने उनीहरूको पारिश्रमिक तथा सुविधा रकम। उनीहरूले पनि आफूले गरेको मेहनतको फल पाउनु पर्ने हुन्छ र उनीहरूलाई दिनु पनि पारिश्रमिक र तथा सुविधा रकम चाहिँ दिनै पर्छ। यसको लागि त छुट्याइएको रकम। त्यस्तै संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिने पारिश्रमिक तथा सुविधा रकम। अब संवैधानिक निकायहरू हुन्छन् जस्तै हामीहरूको अब प्रमुख, उहाँको प्रमुखलाई अनि उहाँको जुन प्रमुखलाई दिने, उहाँको जुन सहायक पदाधिकारीहरूलाई दिने, उनीहरूले गरेको जुन कामको जुन यो सेवा सुविधा उनीहरूलाई प्राप्त दिने
भन्ने त्यसकै लागि चाहिँ यो रकम पनि छुट्याइएको हो। त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा रकम। अब प्रदेश प्रमुखहरू हुनुहुन्छ, उहाँहरूको लागि पनि यो रकम छुट्याइएको हुन्छ। उहाँहरूले यो रकम पाउनुपर्ने अनिवार्य रूपमा हुन्छ, उहाँहरूको हक हो यो। त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद, संवैधानिक निकाय र प्रदेश प्रमुखको प्रशासनिक व्यय अथवा खर्च। अब उहाँहरूलाई त व्यक्तिगत पनि खर्च दिन्छ, तर उहाँहरूको जुन कार्यालयको हुन्छ, जुन प्रशासनिक व्यय हुन्छ नि, उनीहरूले पाउनुपर्ने हुन्छ। उनीहरूको कार्यालयको क्षेत्रमा पनि निश्चित रकम तोकेर छुट्याएको हुन्छ। त्यस्तै भाग 11 मा चाहिँ न्यायपालिका भन्दा धारा 127 मा चाहिँ अदालतहरू। अब हाम्रो नेपालमा 3 तहका अदालतहरू हुने व्यवस्था गरिएको छ। एउटा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत। सर्वोच्च अदालतलाई चाहिँ अभिलेख अदालत पनि भन्ने गरिन्छ है। ल त यिनीहरूको बारेमा जानौँ अब। सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा 20 जना न्यायाधीश हुनै पर्ने हुन्छ। 20 जनालाई चाहिँ राख्नै पर्ने हुन्छ। त्यस्तै प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन सर्वोच्च अदालतको न्यायाधीशको पदमा कम्तीमा 3 वर्ष त काम गरेकै हुनुपर्छ। चाहे त्यो सदस्य हो त्यहाँको, चाहे अन्य जुन सर्वोच्च अदालतको प्रधान न्यायाधीश बन्नको लागि 3 वर्ष चाहिँ अनिवार्य रूपमा काम गरेको हुनुपर्छ। त्यस्तै प्रधान न्यायाधीशको पदावधि चाहिँ 6 वर्षमा मात्र हुन्छ। उहाँले चाहिँ म चाहिँ 2-3 वर्ष एक्स्ट्रा अझै म प्रधान न्यायाधीशको पदमा बस्न सक्छु भन्ने चाहिँ हुन्न। उहाँको चाहिँ 6 वर्षसम्म मात्र हुन्छ। तर प्रधान न्यायाधीशको उमेरको हद चाहिँ 65 वर्ष हुन्छ। उहाँले 65 वर्ष चाहिँ हुनै पर्छ। त्यस्तै उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको उमेरको हद चाहिँ 63 वर्ष हुन्छ। उहाँहरूको चाहिँ कमै हुन्छ, तर प्रधान न्यायाधीशको चाहिँ उहाँहरूको भन्दा 2 वर्ष चाहिँ बढी नै हुनुपर्छ। अब भाग 12 मा चाहिँ महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुने। उहाँ चाहिँ अब हाम्रो प्रधान न्यायाधीशको भन्दा पनि उहाँ धेरै उच्च स्तरको हुनुहुन्छ। उहाँले चाहिँ हाम्रो जुन सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा चाहिँ उहाँलाई लिएको छ। महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिबाट हुन्छ। उहाँको जुन नियुक्ति हुन्छ, उहाँको नियुक्तिका लागि चाहिँ प्रधान न्यायाधीशको सिफारिस र राष्ट्रपतिबाट चाहिँ हुन्छ। त्यस्तै महान्यायाधिवक्ताको पदावधि चाहिँ प्रधानमन्त्रीले चाहेको अवधिसम्म हुन्छ। अब प्रधानमन्त्रीले चाहिँ उहाँलाई चाहिँ म चाहिँ उहाँको निश्चित समयसम्म उहाँलाई राख्दिनँ, अथवा उहाँलाई चाहिँ यो समयभन्दा पनि धेरै समय दिन्छु उहाँलाई यो पदको लागि भनेर उहाँले चाहनुभयो भने उहाँले जतिसम्म पनि भन्नाले आफ्नो पदमा चाहिँ बस्न सक्नुहुन्छ। प्रधानमन्त्रीले चाहेको अवस्थासम्म अथवा अवधिसम्म मात्र हो। ल त साथीहरू, आजको लागि यति नै भयो। यदि तपाईहरुलाई मैले यो पढाएको यो भिडियो जानकारीमूलक लाग्छ भने तपाईले मेरो भिडियोमा लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिन सक्नुहुन्छ।